guys, welcome back to my video. आजको दिनको सुरुवात भयो बेगल्स एन्ड ब्ल्याक कफी। त्यस पछाडि मेरो मलान हेयरको अपोइन्टमेन्ट हो, त्यहाँ गएँ। अनि आफ्टर द्याट अभियसली इट्स अ जिम। मेरो आज ग्लुट डे हो, मोर फोकस अन द ग्लुट। सो स्टार्ट विथ द नी स्क्वाडले चाहिँ मेरो ग्लुटलाई एक्टिभेट गर्छ। त्यस पछाडि मेरो रेगुलर वर्कआउट छ। पहिलो सेट चाहिँ म भेरी लाइट गर्छु, त्यस पछाडि मेरो रेगुलर हुन्छ। यो हिप थ्रस्ट चाहिँ भेरी इम्पोर्टेन्ट हो, मैले कहिले स्किप गर्दैन। अनि त्यस पछाडि भनेको यो डेड लिफ्ट भयो। अनि ब्रेक टाइम बिफोर लेग प्रेस, अनि लेग प्रेस भयो। म लेग प्रेस चाहिँ लाइक वर्ल्ड खाएको गर्छु। सो त्यो भएपछि चाहिँ मेरो ग्लुट्सलाई पनि हुन्छ अनि क्वाडलाई पनि हुन्छ यो चाहिँ। अनि मेरो वर्कआउट इन हुन्छ वाकिङ ट्रेडमिलमा। मैले आज चाहिँ आवर जति वक गरेँ, किनभने लाइक 10K गर्नु छ नि त स्टेप। त्यसपछि मलाई थुक्पा खान कस्तो मन थियो, बट आई क्यान नट। अनि यो चाहिँ मैले लाइक ग्रेभी खालको बनाएर खाएँ। डे इन विथ द सपिङ।